गुड इभिनिङ गाइज हामीहरू चाहिँ एकछिन यहाँनिर इभिनिङ वाक गर्नु आएको भाइ बहिनीहरूसँग होइन। सो गाइज हामीहरू चाहिँ यहाँ अहिले झालमुरी पार्टी हाम्रो सितुले हात नधुई बनाएको झालमुरी लिएर जाँदैछौँ हामी। यहाँ अहिले आएको छौँ हामी पिपलडाँडामा चाहिँ एकदम चिल हुन्छ होइन, शान्ति एकछिन फ्रेस हावा। सो गाइज अब अहिले चाहिँ म एकदम यहाँ फ्रेस एन्ड अर्ग्यानिक मैले रोपेको होइन, यहाँनिर हामी इभिनिङ वाक गर्नु आएको थियो होइन। अनि हामी चाहिँ भेटेर निङ्गुरे टिप्दैछु होइन। यही सहरमा भने कति महँगो पर्छ, हाम्रो गाउँमा भने सित्तै हुन्छ, त्यसै हो। त्यही कुराहरूको भिन्नता हुन्छ सहर र गाउँ भनेको होइन, सित्तैमै पाइहाल्छ। अनि कति मिठो पनि हुन्छ क्या, यही चिज गाउँमा पाएर होला हामीलाई वास्तै हुँदैन, सहरमा किन्नु पर्दाखेरि मोटी कटक्क खान्छ हो, कति महँगो भन्छ। यहाँ देखाइदेऊ निङ्गुरे कति छ भनेर। वान मोर टेक गर्नु हुन्छ के हुँदैन त बोल्दा नि, भ्लग भनेको त्यही त र नै मनपर्छ मलाई। ल हो यहाँ निङ्गुरे टिपेछु, यता देखाइदेऊ जङ्गलहरू भाइ। नखाने निङ्गुरे पनि टिप्यो भने चाहिँ बर्बाद छ फेरि। चिन्छ निङ्गुरे? चिन्छु, केलाउँदाखेरि पनि भइहाल्यो नि होइन, बोजूले चिनिहाल्छ नि। अलिक फुस्रो फुस्रो चाहिँ खाँदैन, चिप्लो चिप्लो परेको देख्छ नि त्यस्तो चाहिँ मान्छेले खान्छ हौ। निङ्गुरे हो, यस्तो दामी छ, कलिलो कलिलो हो। चला त्यो झालमुराईमा तिमीले के इन्ग्रिडियन्ट लगाएको छ भनिदेऊ। के छ यसमा? मुराई अनि अनि तेल। वाउ, त्यति नै झालमुराईमा? यहीँ छ हाम्रो लाइगर। 5 मिनट हिँडेर 10 रुपियाँको झालमुरी पार्टी खाँदैछौँ हामी। त्यो पनि कसले बनाएको भन्दाखेरि नन अदर देन हाम्रो बहिनीले बनाएको। अरे आफै झिकेर खाने अरे। देखाउँदैछ खोलेर। थ्याङ्क यू, वेलकम भन। थ्याङ्क यू। मामालाई नि अनमल मामालाई देऊ, झालमुरी देऊ मामालाई। पुरा माया गर्छ उसले चाहिँ भाइलाई, किनकि उसले पनि पुरा माया गर्छ नि त। हाम्रो गाउँ चाहिँ इन्डो भुटान होइन, हाम्रो गाउँ चाहिँ बोर्डरमा छ। अनि यो देखिरहनु भएको सबै पहाडहरू चाहिँ हो भुटान। राति झन् कति मजाको लाइट देख्छ गाई, कस्तो दामी भ्यू देख्छ नि। हामी चाहिँ यति फार आइपुगेको छौँ हो। यो चाहिँ हो पिची होइन। लुक एट द भ्यू गाइज, वाउ, दिस इज द रिजन वाइ आई लभ भिलेज। क्या अब हुन्छ नि यस्तो होइन, क्लिन हरियाली होइन, फ्रेस हावा, अलिकति भए पनि अर्ग्यानिक। सहरहरूभन्दा छुट्टै फरक भए पनि गाउँहरू भनेको चाहिँ एकदमै सुन्दर अनि रमाइलो हुन्छ। र सुन्दर र रमाइलो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यही हो, यो ग्रिनेरी होइन, ब्लु स्काई होइन। मुरी खाँदैछ होइन, यतै सानसानो खुसी होइन। एन्ड बर्ड्स आर चिर्पिङ है, चराचुरुङ्गी कराइरहेको छ। लुक एट द स्काई गाइज, यस्तो सुन्दर देखिरहेछ होइन। वाउ, यो कुरो चाहिँ टाल्यो भने लुगा केलाउँदा हुन्छ हो। टालिएको छ तपाईको लुगामा? टालियो हो, एज आई सेड हो, टाली पनि हालिन्छ। अनि बगान चाहिँ अब बगान चाहिँ यस्तै छ गाइज हो, गाउँको बगानहरू बन्द भएको छ, त्यही भएर बगान चाहिँ नभए बगान पनि यति सुन्दर देख्थ्यो, तर बन्द भएकोले गर्दा सबै जङ्गलै जङ्गल छ। अनि यस्तो छ हो, शेष भइसकेको छ बगानहरू चाहिँ गाउँको, तर पनि स्टिल सुन्दर छ। जे होस् हाम्रो गाउँ। हाल्दो रहेछ केटा, भन्दैछ। सो गाइज अब चाहिँ साँझ पऱ्यो, एकदम अलिक झमक्क टाइपको भयो। अनि अब हामी चाहिँ घर फर्किँदै गरेको अवस्था। अनि मैले निङ्गुरी चाहिँ यति टिपेको छु होइन, किनकि धेरै टिपिनँ, यति भए मलाई इनफ हुन्छ आजलाई। यति नै। टेक केयर, लभ यु अल, बाई बाई।